पवित्र स्थल पनि हो। यहाँको हिन्दू बुद्धिस्टहरू चाहिँ यहाँनिर पूजा गर्छ सालले गुरु पूर्णिमाको टाइममा। त्यही भएर यहाँ बोटिङहरू छैन, नभए त बोटिङहरू पनि हुन्छ। 15 फिट 15 मिटर 15 मिटर। अनि लेन्थ चाहिँ नि 1 किलोमिटरको छ। यहाँ त्यहाँदेखि उता कुनासम्म। अनि पहिला बाजे बोजूको टाइममा चाहिँ नि यहाँनिर चाहिँ यो लेक चाहिँ नि यो लेकको चाहिँ लामाहरूले चाहिँ यो लेकको कलर चेन्ज भएको देखेर चाहिँ मतलब कलर चेन्ज भएको हेर्दाखेरि चाहिँ सिक्किममा केहरू घटनाहरू के हुनेवाला के छ भन्ने चाहिँ यो लेकको कलर चेन्ज हुने भएर पनि याद पाउँथ्यो। त्यस्तोहरू पनि नराम्रो केही घटना हुन्छ भने चाहिँ सङ्केत दिने। मम्मी आउनु न सँगसँगै हिँडौँ। नानीले के भनिरहेको छ तपाईँले केही सुनेन, सँगसँगै हिँडौँ न। ल जाऊँ। ओ मामा गोबर धन्दै कुल्चेन। चौरीको सिङ फेरि डेन्जर, यहाँदेखि वहाँसम्म पुग्ने रहेछ। खतरा झुम्का हालिदिनु रहेछ त सिङमा चाहिँ। तर बाटो त सम्मै रहेछ, सम्मै त माइजू आयो भने त। तर यस्तो हो कि पुरा हिँड्छ नि त्यति बेला आफै साह्रो पर्दै जान्छ, आफै गाह्रो हुँदै जान्छ। अस्ति एकजना दिदी नेपालबाट आउनुहुन्छ, ऊ यहाँ ढुङ्गा देख्छ नि कालो यत्रो, त्यहाँनिर चाहिँ पुरै बेहोसै भइगयो। कसैलाई साह्रो पारिहाल्छ त्योभन्दा